नमस्ते साथीहरू, तपाईहरू सबैलाई थाहा छ कि संसारमा जति पनि समुद्र र महासागरहरू छन् ती सबैको पानी नुनिलो छ र यसको पानी यति नुनिलो हुन्छ कि यसलाई पिउनको लागि प्रयोग गर्न सकिँदैन। तर के तपाईले कहिल्यै सोच्नु भएको छ कि यो पानी यति नुनिलो किन हुन्छ वा समुद्र र महासागरहरूमा यति धेरै नुन कहाँबाट आउँछ? साथीहरू, हाम्रो पृथ्वीको 70% भाग पानीले ढाकिएको छ र यसमध्ये 97% पानी समुद्र र महासागरहरूमा छ जुन नुनिलो छ। त्यसैले अमेरिकाको राष्ट्रिय समुद्री र वायुमण्डलीय प्रशासन नेशनल ओशियानिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन अनुसार यसमा यति धेरै नुन छ कि यदि सबै नुन निकालेर पृथ्वीको सतहमा फैलाइयो भने यसको तह 500 मिटर अग्लो हुनेछ। सागरमा नुन आउने दुईवटा मुख्य स्रोतहरू छन्। सबैभन्दा धेरै नुन जमिनबाट आउँछ। सामान्यतया वर्षाको पानी थोरै अम्लीय हुन्छ र जब यो जमिनका चट्टानहरूमा पर्छ तब त्यसको क्षय हुन्छ र यसबाट बन्ने आयनहरू नदी मार्फत सागरमा मिसिन्छन्। यी घुलेका आयनहरूलाई धेरैजसो जीवहरूले प्रयोग गर्छन्, तर सबै आयनहरू निस्कन सक्दैनन् र सागरहरूमा मिसिन्छन्। र साथीहरू, यो प्रक्रिया आजदेखि होइन लाखौं वर्षदेखि चलिरहेको छ र यस्तो पृथ्वीमा जीवनको सुरुवात हुनुभन्दा पहिलेदेखि नै भइरहेको छ र यसै कारणले गर्दा बिस्तारै बिस्तारै धेरै आयनहरू जम्मा भएका छन् र यसैले महासागर यति नुनिलो बनेको छ। यसबाहेक सागरहरूमा नुन आउने अर्को स्रोत पनि छ र त्यो हो समुद्रको सतहबाट निस्कने तातो तरल पदार्थ अर्थात् हाइड्रोथर्मल भेन्टहरू। यो तरल पदार्थ समुद्रमा जताततैबाट आउँदैन, तर ती क्षेत्रहरूबाट आउँछ जुन पृथ्वीको भित्री सतहसँग सम्पर्कमा रहन्छन्। यी क्षेत्रहरूमा पृथ्वीको भित्री सतहको सम्पर्कमा आएर सागरको पानी तातो हुन्छ र यसको कारणले धेरै रासायनिक प्रतिक्रियाहरू हुन्छन्। यसले पानीको अक्सिजन निकाल्छ र त्यसमा म्याग्नेसियम र सल्फेट प्रतिक्रिया गर्छन्। त्यसपछि फलाम, जिङ्क र कपर जस्ता तत्त्वहरू प्रतिक्रिया गर्छन् जुन वरपरका चट्टानहरूमा हुन्छन्। यो तातो पानी सतहमा आउँछ र धेरै पटक सागरको किनारमा हुने ज्वालामुखी विस्फोटहरूबाट पनि खनिज र अन्य पदार्थहरू बन्छन् जुन पछि सागरमा नुनको रूपमा घुल्छन्। त्यसैले महासागरहरूमा फरक किसिमको लवणता हुन्छ। यो सबै ठाउँमा एकै नासको हुँदैन र यसका धेरै कारणहरू छन्। महासागर र समुद्रको पानीमा सबैभन्दा बढी क्लोरिन र सोडियम हुन्छन् र यी दुवै मिलेर महासागरमा खारा आयनहरूको लगभग 85% हिस्सा बनाउँछन्। यसपछि म्याग्नेसियम र सल्फेटले लगभग 12% हिस्सा बनाउँछन्। यसबाहेक बाँकी आयनहरू एकदमै कम मात्रामा हुन्छन्। समुद्रहरूमा खारापन वा लवणता एकै नासको हुँदैन। यसमा तापक्रम वा बाष्पीकरणको कारणले फरक ठाउँमा फरक हुन्छ। सामान्यतया भूमध्य रेखा र ध्रुवहरू नजिकका इलाकाहरूमा यो खारापन कम हुन्छ र बाँकी ठाउँहरूमा बढी हुन्छ। अब तपाईले बुझ्नुभयो होला कि महासागर र समुद्रको पानी यति धेरै नुनिलो किन हुन्छ वा महासागर र समुद्रमा यति धेरै नुन कहाँबाट आउँछ। साथीहरू, आशा छ यो भिडियो तपाईलाई मन पर्यो होला। यदि भिडियो मन पर्यो भने कृपया लाइक र शेयर जरुर गर्नुहोस्। यस्ता रोचक भिडियोहरू हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यदि तपाईसँग कुनै प्रश्न वा सुझाव छ भने तल कमेन्ट बक्समा कमेन्ट गरेर बताउनुहोस्। हेर्नको लागि धन्यवाद।